हेलो गाइज, म रेखा ओली हजुरको स्वागत गर्छु मेरो च्यानल रेखा ब्लगमा। अनि आज चाहिँ मैले लाइफमा पहिली बार पहिलोचोटि नेपालीमा ब्लग बनाउँदैछु। अनि यो ब्लग मेरो पेजमा आउँदैछ। अनि आज मैले खाना नेपाली बनाएछु त मैले सोचेँ कि किन न आज भिडियो पनि हामी आफ्नै भाषामा बनाऊँ। थोडा त्यो भइरहेछ बोल्ने धौ जस्तो। अनि आज मैले उसाईको साग र भात बनाएछु। काफी टाइम बाद बनाएँ मैले उसाईको साग, सायद सालभरको बादै बनाएछु। अस्ति मम्मीले माइतबाट पठाइदिनु भएको थियो उसाईको साग, अनि त्यही भएर अहिले मैले उसाईको साग र भात बनाएछु। अनि भाइ आज कामबाट अहिलेसम्म आइपुगेको छैन किनकि ओभर टाइम गर्न गएको थियो। त्यही भएर अहिले त्यसलाई सायद टाइम लाग्छ होला, अझै आधा घन्टा लाग्छ कि त्यसलाई यहाँ पुग्ने। अनि बच्चाहरूले खाइसके, अब बारी बाहिर मेरो छ खानेको। अब कतिखेर त्यो पुग्ने हो कतिखेर हामीले खाने पनि थाहा छैन। अनि बिहानको तयारी पनि भइसक्यो किनकि बिहान भाइलाई काममा जाने हुन्छ। अनि आजकल सर्दीका दिन छन्, बिहान जाडो लाग्छ उठ्ने छिटो। अनि त्यही भएर म 6:50मा उठ्छु। अनि 6:50मा पनि अँध्यारो हुन्छ आजकल त। अनि त्यही भएर साह्रै तयारी गरेर राखेको हुन्छु। अहिले आलु काटिदिउँ हामीले आमा छोरीले मिलेर। अब साग काट्ने छ थोडा सा, अनि आटो पनि नानीले गुनीले। अब नानी पनि ठुली हुँदैछ अनि अलिअलि मलाई सघाउँदैछ नानीले पनि। अनि अब भाइ आउँछ अनि त्यसपछि देखाउँछु म हजुरलाई मेरो उसाईको साग। भाइ आइगयो कामबाट। अनि आज यति लेट किन आइयो भनेपछि म गएको थिएँ गोबर ढोल्न। गोबर ढोली कन्नुको हालत खतम भइगयो, बालको हालत त्यस्तै छ। अब भोक लागेछ दबाएर खाना खाने हो। अब खाना खाने अनि पल्टिने, उसको बाद बिहानै उठ्ने। कहाँ हुन्छ त्यस्तो हजुर। अहिले जालान फोन चलाउलान 12-1 बजे 1-1.5 बजेसम्म आवाज हुन्छ। 1-1.5 बजे बाहिर गद्राङ गुद्रुङ गरे हुन्छ मान्छेले। 1-1.5 हुन बारे 11:30 बजे तक अब सुत्छ न। अस्ति एक दिन 1:30 बजे आएको थियो, तेरो बिना हजुरले सुन्थे। उस दिन त गेम खेलिरहेको थिए। यस्तो छ पारा, दिनभरि काम गर साँझभरि नसुत टाइममा। आगो बल्या छ अलिअलि, जाडो धेरै छ। बरफ पर्दैन तर जाडो धेरै छ। बादल त छन् आज घुमिरहेका। म त भन्छु भोलि बिहान पढि जाओस्, केही झन् एक दिन कामै छुट्ला, पढि जाओस् के गरियो। पढ्न त चाहिएको थियो। आजको उसाईको साग, यसमा थोडा आलु पनि छ। अनि यो मुलाको अचार, भात। अनि यो हो साग भात गरम दुबारा गरम गरे सब्जी किनकि लेट भइगयो भाइलाई आउँदै। गरमा गरम खाना खाएर मजा आउँछ नि जो नि। म त यो सोचेर घर जाउँला। कहिले म भात खाउँला। डेली दाल खाएर मान्छे हुकिहाल्छ। आज उसाईको साग खान लाग्छु। काफी दिन बाद खाएर मजा आइगयो। खाए छैन अझै अलिअलि खाएछ, मजा आइगयो। यहाँ मेरा फलोवर्सले भन्लान् कि त्यस्तै झुटो तारिफ गर्दै। झुटो गरे होइन कि यी देख ल, अगर त्यस्तै यी देख पर्फेक्ट नमक मिलेछ कि आज, यसले भनेको। पहिला बच्चाहरूले नाटक गरे खान्नम भनेर, एउटा त थाली छोडेर गयो कि उसाईको साग बनाएको छु भनेर। पछि फेरि आएर लग्यो अनि फेरि 2 ब्याग थपेर खाए। यति मिठो माने। पहिला खाइनन्, पहिला नाटक गरे। उसाईको साग हुन्छ बढिया मिठो। अनि म आफूले बनाएको मलाई त्यति राम्रो लाग्दैन, मम्मीले बनाए हुन्छ नि त्यो मिठो लाग्छ कि त्यो साग। त्यही भएर म यहाँको साग कहिले पनि उसान्न। यहाँ पनि हुन्छ सरसो, तर मैले कहिले उसाइन। मम्मीले जहिले पनि यहाँ यति हुन्छ उसान्ने भनेर भन्नुहुन्छ, तर म उसान्न। मम्मीले जो पठाउँछ नि त्यसमा स्वादै अलग हुन्छ, मतलब कस्तो मिठो हुन्छ के पकाएको। मिठो रस भरेको के पत्ता नि कस्तो। यिनीहरूलाई आन्छ गा सिकेपछि पो हाल्छ नि। कहिले सिकेदैन यिनीहरूले आमाबाट। सानैमा पहिला आइयो अनि कहाँबाट सिकिन्छ। त्यही त दिमाग बाल्न हेर त यिनीहरूले। अनि यो मेरो फर्स्ट ब्लग हो। हजुरहरूले धेरै माया दिनु होला। हजुरलाई मेरो ब्लग राम्रो लाग्छ भने चाहिँ सेयर गरिदिनु होला, कमेन्ट गर्नु होला, ताकि मलाई थाहा लागोस् अनि म अर्को फेर फेरि नेपालीमा ब्लग बनाऊ। थोड़ा सा हाम्रो नेपाली टुटे फुटे छ, माइन्ड नगर्नु होला है। मिक्स छ हाम्रो, हामीलाई प्योर नेपाली आउँदैन। जस्तो बिस काम चलाउँछ। सुन्ने लायकको छ हाम्रो बोली। यस्तो छैन कि हामी सुन्ने लायकको छैनौँ। हामी अलिअलि हिन्दी इङ्ग्लिस त नै। मेरो केटोले मलाई भने जस्तो तपाईँको नेपाली स्पष्ट छ, पर बिच हिन्दी मिक्स हुन्छ, त्यही राम्रो लाग्छ भन्दा। त्यही हो हामीहरूको हिन्दी, त्यही हो।
धेरै जाडो छ अब खाना खान्छौँ अनि जान्छौँ सुत्न किनकि यहाँ बस्न धेरै त्यो छ यस्तो रसोई छ हाम्रो यस्तो पत्थरको रसोई अनि यताबाट पनि खुल्ला छ चारैतिरबाट हावा आउँछ चारैतर्फबाट हावा आउँछ भित्र त्यही भएर यहाँबाट जाने नै सही छ अहिले त हावा लागिरहेको छ चिसो यो त पहिला त हावा अलि चलेको थिएन तर अहिलेको टाइममा हावा चल्न लाग्यो अनि यो ब्लग यहीँ गर्छौँ हामी एन्ड हजुरहरूले कमेन्ट गरेर भनिदिनु होला हजुरलाई कस्तो लाग्यो आफ्नो भाषामा ब्लग ल फेरि हुन्छ फेरि बाई 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 गाइज